देख्न सक्नुहुनेछ हाम्रो चिकन बिरयानी लेग पिस। ओ म टेस्ट गरिहाल्छु है साथी। वाउ सुपर है साथीहरु, कामबाट ठ्याक्कै डेरा पुग्यो। अब राजेश जा त बाबु बोइलर निकाल, आज चिकन बिरयानी खाने हो। ल खुसी ल निकालिहाल, फटाफट निकाल त। आज हैदराबादी चिकन बिरयानी बनाउँछु म। फटाफट फटाफट काम गर्ने। चिकन बिरयानी खाना मजा आउँछ। ल आज म बनाउने भए चिकन बिरयानी। फटाफट निकाल्दै एउटा बोइलर छैन होला त्यतिकै भन्छ होला भनिला होला। तपाईहरुलाई देखाउँछु है तपाईहरुलाई बोइलर। फ्याक बस बस बस। ओके साथीहरु, यसको म पोस्टमार्टम गर्छु, त्यसपछि बिरयानीको प्रोसेस तपाईहरु देखाउने छु। ल पोस्टमार्टम गर्न रेडी भइसके है। अब बोइलरलाई तपाईहरु हैन तातो पानीमा हालेर आगोमा बनाउनुहुन्छ होला हैन। बोइलर झन्झट हुन्छ, नरम हुन्छ, छाला गइहाल्छ हैन। त्यो भन्दा टक्कै यो पखेटा हुँदैन, पखेटाको यति काठी फाल्ली है, खुट्टाको चाहिँ यति काठी फाल्दिहाल्ले यता है। त्यसपछि यो दुईटा पखेटा समात्ने, हेर्नुस् टक्कै यस्तो दुईटा पखेटा समात्ने। कसरी छिटो हुन्छ भन्ने कुरा तपाईहरुलाई देखाउँछु। टक्कै यहाँ यो पखेटाको सोझ यहाँ तल यस्तो यस्तरी स्किन समात्ने हैन, स्वर यस्तो है। त्यसपछि अर्कोपट्टिबाट पनि सेम प्रोसेस यहाँ समात्ने यसरी है। देख्नुभयो साथीहरु, यो 2 मिनेटको काम हो के। सर्रै देख्नुभयो यस्तो है। तपाईहरुलाई पनि हतार छ है, छिटो छिटो बनाएर खानु छ भने गरम पानीमा, तातो पानीमा, यानि कि तातो पानीमा ढिलो हुन्छ है। देख्न सक्नुहुनेछ भइहाल्यो रेडी। अब धुइधाइ पार्यो, सक्यो। अब भित्रको निकाल्यो है, चट्टै भइहाल्यो। यो त देखाए तपाईहरुलाई। अब यसलाई काटेर टक्क बिरयानीको प्रोसेस फेरि देखाउनेछु। ओके साथीहरु, हैदराबादी चिकन बिरयानीको लागि मैले चामल चाहिँ टेकाइसकेको छु है। देख्न सक्नुहुनेछ। यो हरियो के होला भन्ने लाग्यो होला तपाईहरुलाई। यसमा धेरै छ, हरियो धनिया छ हैन, इलाइचीहरु छ, पुदिनाहरु छ, तेजपत्ताहरु है, दालचिनीहरु छ, सबै चीज छ यसमा। अब यसको चिकन बिरयानीको लागि रेडी हुँदैछ, देख्न सक्नुहुनेछ। अब यसलाई टक्क लाएर पकाउनु पर्छ पहिले चाहिँ। त्यसपछि देख्न सक्नुहुनेछ यता प्याज काटिसकेका छौं। अब म यताको प्रोसेस गर्दै छु है साथीहरु। बिरयानीको लागि चामलको प्रोसेस गरिसकेको छु, ग्यास पनि जलाइसकेको छु है। अब यसको ढक्कन बन्द गर्ने हो। तेल पनि हालिसकेको छु, कागती पनि निचोडेर हालिसके है। सबै रेडी भइसक्यो चामलको। साथीहरु बिरयानीको लागि ओनियन चाहिँ, प्याज चाहिँ यतिकै ब्राउन गर्नु जरुरी छ भने फ्लेभर चाहिँ यसैले आउँछ। यो ब्राउन गरेको प्याजलाई तेलमा है यसरी साइड लगाउने, तेल नित्रन दिने है। यसलाई निकालिहाल्नु पर्छ। जो बिरयानीको प्रोसेस हुन्छ नि लेयर लेयर बनाउने, त्यसमा याड गर्नुपर्छ है। त्यसैले यो बनाउनु चाहिँ जरुरी छ। यो बिनाको बिरयानी चाहिँ मजा आउँदैन साथीहरु। यसलाई यसरी राख्ने, यसरी खोल्दिने, क्रिस्पी टाइपको होस् हैन। टक्क लाएर यति चिकनको लागि बचाउँछु है, यति चाहिँ। ओके साथीहरु, यता हाम्रो बिरयानी राइस भइसक्यो रेडी। यता अब प्याज पनि ब्राउन गरेर निकालिसके। ओके साथीहरु, म अब मासु याड गर्न गइरहेको छु है। छोरा र छोरीको लागि दुईटा लेग पिस छन्, देख्न सक्नुहुनेछ। छोरा छोरीको लागि एक लेग पिस, आफ्नो लागि छँदैछ। ओके साथीहरु, मैले याड गरे। देख्न सक्नुहुनेछ। साथीहरु मैले मासु पनि याड गरिसके। अब यसलाई राम्रोसँग पकाउनु पर्छ हैन। अरु के प्रोसेस हुन्छ त्यो पनि नछुटाइ गरेर देखाउने छु है। यसरी फ्राई गरिसकेपछि अनि अदरक, लसुन, हरियो पिर्या हैन टक्क याड गर्ने है। यसरी याड गरिसकेपछि फेरि मज्जाले चलाउने। फेरि यसलाई 5 मिनेट जति मज्जाले तेलमै हैन, यो जो अहिले हालेका छौं अदरक लसुनहरु यो मज्जाले तेलमै पाकोस् है। अनि यसलाई मज्जाले चलाइ पकाउने। अनि साथीहरु 5 मिनेट मैले पकाइसके। त्यसपछि अब तल पनि लाग्न लागिसक्यो हैन, रातो भइसक्यो। त्यसपछि चिकन मसला याड गर्ने है। टक्क लाएर यति नै ठीक हुन्छ होला। ल यसरी याड गर्ने। त्यसपछि यसलाई पनि 5 मिनेटसम्म मज्जाले तेलमा नै पकाउने है। यो मसला तेलमा नै पाकोस् हैन, यसरी चलाउने है। ओके साथीहरु, फाइनली मेरो मासु पनि पाकिसक्यो है। अनि यता बिरयानी राइस भात पनि भइसक्यो रेडी। अनि देख्न सक्नुहुनेछ बिरयानी यो पुदिना बिना अपुरो छ। यो हरियो धनिया स्किप गर्न सक्नुहुन्छ, भयो भने झनै राम्रो हैन। यो चाहिँ हरियो पिर्या हैन, यो जो ब्राउन गरेर निकालेको प्याज थियो नि तेलमा त्यो भइहाल्यो। देख्न सक्नुहुनेछ सबैभन्दा स्पेशल बिरयानीको लागि बिरयानी मसला देख्न सक्नुहुनेछ। यो चाहिँ अनिवार्य चाहिन्छ, यसलाई स्किप गर्न सकिँदैन साथीहरु। अब चाहिँ म रेडी गर्दै छु। ओके टक्क लाएर देख्न सक्नुहुनेछ अलिकति सुप छ हैन, किनभने अब दम लगाउनु पर्छ। दम लगाउनलाई अलिकति सुप त चाहियो नै।
नत्र भने त फेरि जलिहाल्छ। त्यो भएको कारणले अलिकति सुक्छ। मासु देख्न सक्नुहुनेछ यति धेरै छ। अब यसमा चाहिँ जो हामीले ब्रेन राइस गराएको थियौँ है सरर फर्र पकेको हुनुपर्छ है। फेरि चामल चाहिँ फेरि चिप्केको हुनुहुन्न आपसमा, नचिप्कोस् भनेर मैले तेल पनि एड गरेको तपाईँहरूलाई देखाएको थिएँ, देख्न सक्नुहुनेछ। यसरी फरफर हुनुपर्छ है। ओके साथीहरू, मैले सुरु गरेँ ल। सर अब मासुको माथि यसरी चामल राख्ने है, नजिक पर्दैन यसरी सर राख्यो। अब यति नै राखौँ। त्यसपछि साथीहरू सबैभन्दा बिरयानीको टेस्ट दिने भनेको पुदिनो है, पुदिना पनि भन्छ यहाँ चाहिँ, हामी चाहिँ पुदिनो भन्छौँ। यो टक्क राख्ने। त्यसपछि हरियो धनिया है टक्क लाएर, त्यसपछि 2वटा हरियो मिर्च, हरियो खोर्सानी होइन, त्यसपछि जो हामीले तेलमा ब्राउन गरेर निकालेको प्याज। अब चाहिँ नछुटाइकन राख्ने बिरयानी मसला है यसरी। त्यसपछि दोस्रो फेरि त्यसपछि यसरी फर्र भएको चामल चाहिँ भात चाहिँ टक्क फेरि एड गर्ने। यसरी राखेपछि सेम प्रोसेस, सेकेन्ड प्रोसेस सेम हो है। होटलमा गएर खानुभन्दा घरमै बनाएर खानु यति मजा आउँछ नि, कुनै छोड्नुहोस्। त्यसपछि ओके साथीहरू, अब लास्ट लेयर थियो हाम्रो बचेको है। अब यसरी टक्क लाएर यसलाई यसरी सजाउने। त्यसपछि उही हो लास्ट स्टेप पनि उही हो है। यसरी टक्क टक्क राख्यो अनि यसलाई चाहिँ टक 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 हाल्यो है। यसरी हालिसकेपछि यो फाइनल भयो होइन। अब लास्ट मसला यसरी टक्क मसला छर्किदिने अनि टक्क लागि कलरको लागि है, यो चाहिँ कलर हो, कलरको लागि सर यसरी राख्ने। यो काम भयो, यो प्रोसेस भयो होइन। अब यो कम्तीमा आधा घन्टा यसलाई दम लगाउनुपर्छ साथीहरू। तपाईँहरूसँग भएसम्म घिउ पनि राख्न सक्नुहुनेछ, मसँग छ ल्यातो बाबु, स्पेसियल गाईको घिउ है। यसरी थोरै जमेको छ, यसरी 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 फ्लेभर आओस् घिउको पनि भनेर है टक्क राख्ने। अब चाहिँ साथीहरू यसरी बन्द गर्ने कि यसको हावा पनि ननिस्कियोस् है। यसको चाहिँ सास बन्द गर्ने, वेटवाला सामानले दबाउने होइन, अनि ग्यासमा चढाइदिने लो फ्लेममा है, कम्तीमा 30 मिनट। वेटवालो मसँग चाहिँ सिलौटोको ढुङ्गाको सिलौटो छ है, यसरी दबाउने अनि ग्यास अन गर्ने। यसरी दबाइसकेपछि यो पनि अझै हल्का छ, यसरी बसाल्ने अनि लो फ्लेममा है ल। त्यो सानोमा कम्तीमा 30 मिनटसम्म यसको सास बन्द गर्ने। ओके, मैले सास त बन्द गरिदिइसकेँ बिरयानीको होइन। अब 30 मिनट वेट गरौँ। 30 मिनटपछि तपाईँहरूलाई फाइनल रिजल्ट देखाउने छु अनि खाएर पनि देखाउने छु। देख्न सक्नुहुनेछ हाम्रो चिकन बिरयानी रेडी भइसकेको छ। लेग पिस ओ ओ ओ देख्दा पनि एकदम स्पेसल लागिरहेको छ होइन। अब कस्तो छ, अब खाएपछि थाहा हुन्छ टेस्ट है। हाम्रो बिरयानी यस्तो हुनुपर्छ, बिरयानी भनेको है। टेस्ट गरिहाल्छु है साथी कस्तो बन्यो है। वाउ सुपर। अब हामी सबैजनाले खानेछौँ। डिम्पल यहाँ चाहिँ होइन, छोराले भिडियो बनाइरहेछ, मम्मी उता बसिरहेछ होइन। चिकन बिरयानी, चिकन लेग पिस यहाँ देख्न सक्नुहुनेछ। यस्तो हुनुपर्छ बिरयानी भनेको है। चट 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 चट। औ हाम्रो हैदराबादी चिकन बिरयानी बनिसकेको छ। मैले खाएर टेस्ट पनि गरिसकेको छु भन्दै आजको रेसिपी कस्तो लाग्यो प्लिज फुल भिडियो हेरेर माया गरिदिनु होला। मन परे लाइक शेयर कमेन्ट पनि गर्नु होला। अनि जसरी मैले गराएको छु तपाईँहरूलाई पनि खाने मन लागेको छ भने सेम प्रोसेस मेरो भिडियो हेरेर बनाउन सक्नुहुनेछ भन्दै छुट्टिन्छु। बाइ बाइ।